Hi guys, welcome back. It's me सम्झना पराजुली. आज चाहिँ हाम्रो ड्राई पिकनिक एडिसन हो. हामी चाहिँ ड्राई पिकनिक हिँडेको म्याट सेट बोकेर अरु चाहिँ सबै गइसके हिरोनी बनेर मलाई चाहिँ म्याट र बोतल बोकाएर फोर हिरोनी बनेर गए गाइज. अगाडि कोले जिस्कायो मलाई, म हाँसे, राम्रो भयो. बाई गाइज. I show you आजको दिनमा के हुन्छ. Guys, you can see the environment. Environment चाहिँ दामी छ, कुल environment छ. रमाइलो भइराखेको छ. अनि मेरो यो भ्लगमा चाहिँ भन्ने कुरा चाहिँ कहिले छुट्ने भएन. के गर्नु, एकचोटि बोल्दा तीनचोटि चाहिँ भन्ने रहेछु. लाजै मर्दो हुन्छ पछि हेर्दा. के गर्नु, भन्ने बेलामा भनिहाल्ने रहेछु. गाह्रो छ गाइज. हामी चाहिँ चस्काएर चस्काको अङ्कलको मोमो लिएर हिँड्नेछौँ गाइज. अङ्कल अङ्कल चाहिँ हाम्रो रेगुलर अङ्कल हो, हामी रेगुलर कस्टमर हो. हामीलाई यस्तै हुन्छ भन्ने थाहा थियो पनि गाइज. पानी दर्किसक्यो, हामी रुजिसक्यौँ. आजको दिन यस्तै हुन्छ भनेर हामीलाई थाहा थियो, पहिल्यैदेखि थाहा थियो. हिजो आज बिहानैदेखि थाहा थियो, तर पनि हामी आयौँ. रिजल्ट जस्तो सोचेको त्यस्तै निस्क्यो गाइज. हाम्रो एक्सपेक्टेसन भर्सेस एक्सपेक्टेसनै भयो. बाई गाइज. अब हामी यहाँ फुल बनाउँछौँ, भिडियो चाहिँ बनाउँछौँ, फोटो खिच्न त अब. तपाईँहरू देख्न सक्नुहुन्छ, यो चाहिँ हाम्रो सुन्दर मिलन पार्क हो. यो चाहिँ इन्भाइरोमेन्ट राम्रो हुने हो भने चाहिँ यहाँ चाहिँ राम्रै छ वातावरण. चिल हान्न चाहिँ राम्रो छ. यो चाहिँ भन्ने कहाँबाट छोड्ने होला. तिम्रो स्याङ्जा छोडेर सब 2-4 शब्द केही भन्न खायो त जुम्लाको नागायो. गाइज हाम्रो बुके रेडी भइसक्यो. नमस्ते, म चाहिँ फुलवाली. कालै आहा यार. गाइज हामीले म्याट दोथाइसकेका छौँ. घरै बिस्तार. गाइज हामी रेडी गर्दैछौँ यहाँ अनि कुराहरू. Preparation is going on. डेटिङ आउने जस्तो ठाउँ रहेछ गाइज. ठाउँ चाहिँ डेटिङ आउने जस्तो रहेछ. तपाईँहरूलाई आउनु परेमा मिलन पार्क बुटोल 13 नयाँ गाउँमा अवस्थित छ. सम्पर्क गर्नु होला मलाई. यदि मसँग आउन चाहनुहुन्छ भने पनि सम्पर्क गर्नु होला. अरूसँग आउन चाहनुहुन्छ भने मैले लोकेसन भनिदिन्छु. यहाँ चटनी छ है, चटनी हर्सस मिर्चाको है.
अब खाने guys we are all ready so excited खानालाई ओहो this is our खाइलो यस्तो Rampana basma tenggai lasana baseta cuma tinjai asana hantu pasana गाइज मलाई त ड्राई पिकनिकमा त झ्याउ लाग्यो लास्ट टाइम ड्राई भयो म त यिनीहरू त नाचिरहनु मलाई त कस्तो पढ्न मन लाग्यो नाचे वाउ कस्तो राम्रो आको सम्झना पराजुली फाइनली गाइज हाम्रो भ्लग चाहिँ यहीँ सकियो मिलन पार्क आएर फोटो खिच्यौँ हामीले गाइज भिडियो नै नगरी मैले भिडियो बनाएको छु हामी फर्केसी बल्ल घाम लाग्छ आकाशमा यस्तै रहेछ जिन्दगानी Bye guys. I know. Bye. Bye con ơi. Support, subscribe my YouTube channel. YouTube channel. ओए 100 पुगे हन 165 पुगे हन 165 पुगे हन 165 जना छन् मेरो YouTube मा फ्यानहरु अनि YouTube फ्यामिली जनता YouTube मा हैन फ्यामिली हो ठीक छ उस भन न सम्झु जनता सम्झु जनता बाइ गाइस